बहिनी होइन नि मामा टाढो टाढो पनि कहिले हान्न सक्छ गोली सक्यो सर गयो क्या उडाउन नक भयो उठाउन गयो लेट्स गो म त खुल्के नि ला आउला या जोनको टुप्लीमा ए म्याच सिक्ने क्यारी हान्न लगाउँछौ एलिसा एलिसा दाइ बस्नु न तिमी आऊ दाइ बस्नु न तिमी आऊ न मलाई बचाउ गरौ तिमी पनि मर्छौ के बहिनी तिमी मर्यौ नि यार एलिसा पनि गइन् मरिन एलिसा कस्तो जान्दैन रहेछ यार यो बहिनीले एलिसाले कस्तो खेलाडी रहेछिन् एलिसा बाध्थे हो म बाध्थे इजी बास्थे हो भाइ म भएको भए ए म कस्तो कुरा गर्छु ए भाइ डम होला म इजी बास्थे हो म त्यही थिएँ खिचेछु के यो बहिनीले बोकेर तल झार्दै बोकेर तल झारो बगीमा नहालिकन भुइँमै झारी क्या बोकेर इजी बाँचिसकेको हो नि मलाई एल्साको हेल्थ पुरै थियो म त्यहाँ त्यही त थिएँ एलिसाले बोकेर जानु पर्थ्यो उसले त त्यही छोड्यो क्या केटाहरूले सुरुमा राम्रो खेल्छन् लास्टमा जहिले होपलेस हुन्छन् के यो चोटि त्यो गल्तीलाई महसुस गरेर खेल्यो भने जित्न सक्छ है होराले वर्ल्ड कपहरू जुटी मैले भने नि त्यही हो जित्न सक्छ है वर्ल्ड कप राम्रो खेल्यो भने तर अब गेम कस्तो खेल्छन् त्यहाँ फरक पर्छ चोटि जोतको खेल्यो भने आउट हुन्छन् राम्रो खेल्यो भने जित्छन् भाइ ब्लू टिकको कति लाग्छ 1 महिनाको अरे भाइ त्यो टिकटकको ब्लू टिक चाहिँ मैले काम गरेर मलाई चिनेर टिकटकले आफै दिनुभएको हो यो इन्स्टाग्रामतिर हजुरले पैसा तिरेर किने यस्तो टिकटकमा चाहिँ त्यस्तो आएको छैन अहिलेसम्म टिकटकमा किनेर त्यसरी टिकटकमा जसलाई पाए त्यसलाई ब्लू टिक दिने भए सबैको हुन्थ्यो होला होइन टिकटकमा चाहिँ अलिक गाह्रै हुन्छ अब सुरुमा पहिला पाउनेहरूले चाहिँ सजिलै पाए पहिला चाहिँ अब युट्युबमा 100K सब्सक्राइबर हुनेहरू सबलाई बाँडेको थियो अरे पहिला इन्डियामा टिकटक ब्यान हुन अगाडि चाहिँ सबैलाई दियो होइन ब्लू टिक त्यो बेलामा चाहिँ कस्तो हुन्थ्यो अरे भन्दाखेरि 100K सब्सक्राइबर पुगिसके पछाडि चाहिँ सबैलाई